भनिन्छ आइडियाले इन्डिया बन्छ, तर आइडिया भयो भने इन्डिया मात्र हैन नेपाल पनि अवश्य बन्छ। चितवनको रत्ननगर नगरपालिका स्थित सौराहा चोकमा रहेको नारायणी अटो वर्कसपका सञ्चालक श्रवण कुमारले आफ्नै दिमाग र इन्जिनियरिङका आधारमा नेपालमै बाइक धुने अत्याधुनिक प्रविधिको विकास गरेका छन्। झट्ट हेर्दा विदेशी परिवेशमा खासै नौलो नलाग्ने यो मेकानिजम नेपालमा अझ विशेष गरी काठमाडौँको लागि भने नौलो नै लाग्न सक्छ। काठमाडौँ वरपर रहेका सानातिना वर्कसपमा मात्र हैन ठुलै कम्पनीका सर्भिस सेन्टरमा समेत यस्तो प्रविधिबाट बाइक वास गरिएको त्यति भेटिँदैन। बाइक धुँदा सबैभन्दा पहिले पानीले हिलो पखालिने गरिन्छ। त्यसपछि सामान्यतया हातैले साबुन र पानी घोलेर फेन्ज निकाली कपडाले बाइकमा दल्ने गरिन्छ र अन्त्यमा फेरि पानीको फोहराले पखाल्ने गरिन्छ। तर चितवनका यी मेकानिकले भने साबुन र पानीलाई ग्यासको सिलिन्डरमा हालेर हातले हल्का घोल्ने र सिलिन्डरमा हावा भर्ने ट्याङ्कीबाट पाइपको सहारामा प्रेसर उत्पादन गरेर अर्को पाइपबाट सिधै बाइकमा साबुन दल्न मिल्ने प्रविधिको विकास गरेका छन्। यसरी साबुन बाइकमा दल्दा साबुन कम लाग्ने र फिन्ज पनि मज्जाको आउने रहेछ। यसमा केमिकल नि खर्च कम लाग्छ। एक लिटरमा 5-6 वटा 7 वटा मोटरसाइकल धुन मिल्छ। 1 लिटर यतिकै बाल्टिनमा हालेर धुँदा धेरै खर्च उठ्छ। विशेष गरी विदेशतिर यो मेकानिजमलाई हाई प्रेसर सोप पनि भनिन्छ। यसरी बाइक धुँदा कालान्तरमा फाइदा हुने उनको विश्वास रहेको छ। यही पेसामा लामो समय काम गर्ने भएकाले उनले यो बाटो अपनाएको समेत बताएका छन्। म आफैले खर्च लाग्यो अनि सिस्टम आफैले गरम र केही गरम भन्ने यस्तो प्याकिङ गरेर राखेर रहेछ के कसैले यस्तै बनाउँछ कि भनेको के यसरी सेभ गरेर राख्छन्। मान्छेलाई सिकाएर फाइदा हुने चिज सिकाउनु भन्ने मेरो पालो सधैँ यही काम गर्ने भएछ त अनि राम्रोसँग गरौँ अनि खर्च लगाएर राम्रोसँग गरौँ भनेर मेसिन
सुरुमा इन्डियाको कुनै भूभागमा यो प्रविधिको प्रयोग भएको देखेपछि उनले मेसिन किन्ने सोच बनाए। तर काठमाडौँमा यस्ता मेसिन नभेटिएपछि उनले आफै निर्माण गर्ने सोच बनाए। उनले ग्यासको सिलिन्डरलाई नै प्रयोग गरेर बनाउन सकिन्छ कि भनेर काठमाडौँका केही मेकानिकलाई फोन समेत गरे। तर उनीहरूले अग्रिम पैसा नदिकन केही नगर्ने बताएपछि उनले यो मेसिन आफै बनाउने निर्णय गरे। 2000 रुपियाँमा ग्यासको सिलिन्डर किनेर उनले त्यसमा प्वाल पारी इलेक्ट्रिक वेल्डिङद्वारा आफ्नो मोडल तयार पारेका छन्। थप 2000 रुपियाँमा उनले त्यसमा सोप वाटर मिक्सर हाल्ने प्वाल र हाई प्रेसर क्रिएट गर्ने इनपुट समेत बनाएका छन्। सुरुको अवस्थामा पानी र सोपको मिक्सचर हाई प्रेसर दिने हावाको पाइपबाट रिभर्स गएपछि उनले त्यहाँ पनि रिभर्स प्रेसर कन्ट्रोल गर्ने सिस्टम राखेका छन्। जस्तै पहिला मैले यो बनाउँदा जोडेको थिएँ नि, अनि हावा रिटर्न ब्याक कम्पनी उसमा मेसिनमा जाने क्या, पानी हावा प्रेसर बढी भएर त्यहाँ जाने, अनि त्यो भएर फेरि दिमाग हावा मिसिनकै बारेमा सोच्छु। अनि त्यो सामान त्यहाँ हाल्यो फिट गरेँ। यो भ्याल्भ हालेपछि चाहिँ यसबाट अब त्यो ब्याक आउने भयो, ब्याक नआउने भयो, यो जति प्रेसर भयो नि यो ब्याक आउने। सुरक्षाको दृष्टिकोणले कतिको असुरक्षित छ भनेर प्रश्न गर्दा उनी भन्छन्, हामी अहिले अड्कलेर मात्र प्रेसर इनपुट गरिरहेका छौँ। यो सिलिन्डरमा पनि प्रेसर मापन गर्ने यन्त्र जोड्न सक्यौँ भने यो 100% सुरक्षित रहनेछ। ग्यास सिलिन्डर भन्ने बित्तिकै धेरै मान्छेहरू त तर्सिन्छ नि त। यो यस्तो यो त बलियो चिज हो नि त, बलियो चिज हो। यसमा त्यस्तो रिस्क हुँदैन, तैपनि एउटा यसमा सिस्टम हाल्न सकिन्छ। जस्तै यो हावा आयो नि, हावामा चाहिँ एउटा मिटर राख्ने के, यति हावा यसमा दिने, त्यहाँभन्दा बढी नदिने, त्यो अन्दाजको भरमा। उनले पानीको फोहराको लागि पनि महँगो दाममा जर्मन प्रेसर वास किनेका रहेछन्। जर्मन कम्पनी हो, ड्युरेबल छ है। पहिला चाइनिज आउँछ, घ्यारो मोटर भएको वाला हुन्छ, यो त ठ्याक्कै भ्याकुम सिस्टमको रहेछ। भ्याकुम सिस्टम, त्यो मेड इन जर्मन हो। हजुर, यो चाहिँ काठमाडौँबाट 1,80,000 किलोमिटर छ। यो मैले काम गरेको 20 वर्ष बढी लाग्यो। अनि चाइनिज मेसिन ल्याउने 5-6 महिना बिक्री बनाउन पर्ने समस्या त्यही पाउने, त्यो साह्रो भन्ने कुरा सबै गर्दा भाडा खर्च गर्दा। तर त्यो सोरुमकै रेट त 160 हो, अनि 15,000 त्यो थप्थ्यो त्यो सरपानी कुरा। अनि फिल्टर 5,000 कति फिल्टरलाई। तर यो मेसिन लिँदा चाहिँ मैले पार्टको बारेमा राम्रोसँग बुझेर गर्नुपर्ने हो, त्यो बुझिनँ। त्यो भएर यसको सामान चाहिँ महँगो रहेछ। यो पाइपलाई मात्र 24-25 हजार, पाइपलाई 24-25 हजार। अनि त्यसको पानी हाल्ने कुपो छ नि, त्यसलाई नर्मल खालीलाई 3-4-5 हजार। अनि पहिला जस्तै आउनेलाई चाहिँ 12,000 रहेछ त्यो फाल्ने मात्र। उनले पानीको फोहराको लागि पनि महँगो दाममा जर्मन प्रेसर वास किनेका रहेछन्। बजार मूल्य 1,50,000 रहेको उक्त मेसिन उनले चितवनसम्म झिकाउँदा झण्डै 1,70,000 तिर्नु परेको बताउँछन्। त्यति मात्र नभएर उनले बाइकमा व्याक्स दल्नको लागि पनि डिजेल व्याक्सको नयाँ कन्सेप्ट क्रिएट गरेका रहेछन्। डिजेललाई व्याक्समा मिसाएर प्रेसर बोतलबाट नै उनी व्याक्स गर्दा रहेछन्। यसो गर्दा बाइक नयाँ जस्तै टल्किने र रङ पनि नखुइलिने उनले दाबी गरेका छन्।
दर्शकवृन्दहरू, तपाईहरूलाई यो रमाइलो सामग्री कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला है।